होइन हो साथीहरू यार अब चुनाव पनि नजिकै आउनु लाग्यो अब यसै आफ्नो साथीहरू सबै बसेर एउटा राम्रो नेतालाई चुन्नुपर्छ है। नमस्कार है नमस्कार हजुर नमस्कार। अब हामी त यसो अब जेचोटिको चुनाव पनि नजिकै छ, हामी राम्रो नेतालाई चुन्नु पो कि भन्ने हो सर योचोटि। ठिकै छ कुरा त राम्रै समय सान्दर्भिक छ। अब विगतमा दिएका भोटहरूले केही काम गरेको अवस्था छैन अनि अब त्यस कारण अब हेर्नुहोस् न यो यहाँ राम्रो नेता नहुनसम्म हेर्नु त हाम्रो यो रोड कहिले पिच होला हेर्नुहोस् त यहाँ यसको लागि चाहिँ अलिकति सक्षम नेतालाई चाहिँ नि भोट दिएर जिताउनु पर्ने अवस्था। नमस्कार हजुर नमस्कार। के भइरहेछ हजुर यो हामी अब यो म चाहिँ ठग बहादुर मगर है। अर्को घर दैलोमा यो अहिले अब नजिकै आइराखेको यो अब 2082 फागुन 21 गते भइरहेको छ चुनाव। त्यसको लागि म केन्द्रबाट म ठग बहादुर मगर म तपाईँको जनता माझमा आइराखेको छु। म बहुमूल्य तपाईँहरूको बहुमूल्य मतको लागि होइन कुरा त सान्दर्भिक आयो। तपाईँ पनि ठिक्क हामी छलफल गरिरहेको बेलामा आइपुग्नु भएछ। ए हजुर हजुर तपाईँलाई धन्यवाद। अनि विगतका 2-4 चुनावमा तपाईँलाई हामीले आखिरमा मत दिएर पठाएकै हो, तर हाम्रो उपलब्धि अहिले देखिहाल्नुहुन्छ बाटोको अवस्थाको हालत यस्तो छ। अहिलेसम्म पानी खान नपाएर धौधौ भइरहेको अवस्था छ। अब फेरि तपाईँ हामीलाई फेरि झुक्याउन र झुकिन्छन् भनेर झुक्याउन आउनु भएको होइन हजुर, त्यस्तो तपाईँले बिल्कुल त्यस्तो सोच्नु पर्दैन। हाम्रो केन्द्रमा माथि तपाईँको मिटिङ भइरहेको छ, मैले त्यहाँ केन्द्रसम्म पुर्याइरहेको छु। हाम्रो पार्लिमेन्टको बैठकमा तपाईँको भइरहेको छ हजुर। तपाईँका यस्ता कुरा आइरहेका छन्, त्यसकारण यसपालि चाहिँ अलिक खल्लो खल्लो लागेको छ अवस्था। देशको अवस्था पनि त्यस्तै छ, बिग्रेको अवस्था छ र तपाईँहरूको पनि पालो गरी देश लुटालुट गरेर बिगार्ने र जनतालाई केही नदिने चाहिँ अलिक जनताहरू आक्रोशित भएको अवस्था देखेको छु है। होइन हो साथी, अब यसो गर्नुपर्छ, गाउँमा नेताहरू आए पनि भोट चाहिँ नदिने, हाम्रो गाउँमा एउटा हामीसँगै बसेर हाम्रो पीडा देख्ने नेतालाई चुनेर पठाउनु पर्छ है। यतिखेर उहाँहरूको कुरा हो। अब त्यतिखेर बाहिरबाट हामी यस्तो गरिदिन्छु भने आक्रोश छ। तपाईँहरू के गर्नुहुन्छ? यत्रो वर्ष तपाईँहरू के गरिराख्नु भएको छ? एउटा तपाईँलाई 5 चोटि भयो हामीले जिताएर पठाएको, अहिलेसम्म हाम्रो बाटोको धुलो हेर्नु त, धुलो यो हेर्नुहोस्, हेर्नु त जनता कट्टुमा छन्, देख्नु भएको छैन? तपाईँ चिन्ता नगर्नु, तपाईँहरू बडीगार्ड लिएर हिँड्ने अनि जनता चाहिँ जहिले पनि यही धुलोमा त्यही आउँदो पानीमा। त्यस्तो होइन हजुर, मैले तपाईँहरूको एकदमै तपाईँको मुद्दा मामिला तपाईँको एकदमै तपाईँको एजेन्डा के छ मैले केन्द्रसम्म पुर्याउने मेरो काम हो हजुर। म यहाँको सांसद भएको नाताले त्यसमा चाहिँ वास्तवमा कुनै म पार्टीको सहमति छ, पूर्ण असहमति छ। एकछिन सर, मेरो कुनै कुरा सुन्नुहोस्। तपाईँको कुरा बारम्बार म भनेको सर, म कुनै हामीले हेर्नुहोस् यी दुःखहरू केन्द्रमा मैले यहाँको मैले दुःख सुख यहाँको सबै मैले एजेन्डा पुर्याउने हो। पानी चाहिँ ल्याउन हामीले हेर्नुहोस्, पाइप चाहिँ अहिलेसम्म ह्यान्ड पाइप हाल्ने भनेर पैसा नभएर होइन हजुर। पाइप बोकेर तपाईँको घर दरबारमा तपाईँको म चुलो चौकामा सबैमा आउँछ हजुर। म अब त्यस्तो तपाईँले त्यस्तो सोच्नु होला। अब मैले एकदमै मैले मेरो तपाईँ गर्ने काम मैले गरिरहेको छु हजुर। अब तपाईँले भन्ने कुरा स्वाभाविक हो, तपाईँले भन्नुभयो, तपाईँलाई धन्यवाद हजुर। तर यसपालि जनता आक्रोशित छन् र तपाईँले गरेको क्रियाकलापप्रति पूर्ण रूपमा असहमत छन् जनताहरू। हजुर हजुर। त्यस कारणले गर्दाखेरि यसपालि पुनः यो हाम्रो गाउँ टोलमा फेरि झुक्याउन नआइदिनु हुन अनुरोध गरिन्छ। नै हजुर, त्यस्तो हुँदैन, हाम्रो बारे त्यस्तो हुँदैन हजुर। हामी एकदम सुध्रेका छौँ, हामी परिवर्तन भएर आएका छौँ हजुर। हामी अहिलेको कुरा सुनि होइन, परिवर्तन त अब विगतका 1-2 वर्ष पहिला पनि परिवर्तनै गर्छु, तपाईँहरूको कुरा माथिसम्म पुर्याइदिन्छु भनेर हामीलाई झुकेर भोट लिएर जितेर जानुभयो, खोइ त फर्केर आउनै भएन। म तपाईँको हजुर म सुरुमा त्यही भोट माग्दै आएको हजुर, त्यो 79 मा हजुर। यसपालि फेरि अब 2082 साल 21 मा हुँदैछ, त्यसको लागि आएको हजुर। तपाईँलाई त्यसमा बिचमा आउन सकेन, फेरि आएर यो म बिचमा आउन सकेन हजुर। त्यसको लागि म माफ हजुर, त्यसको लागि म बिचमा आउन सकेन हजुर। हाम्रो केन्द्रमा गर्नुहुन्न, आउनु पनि सक्नुहुन्न। त्यो भइरहेको छ हजुर, मेरो केटाहरू लगाइरहेको छ हजुर, मैले त्यो सबै भइरहेको छ। त्यसो भए तपाईँ चिन्ता नगर्नुहोस्। अब यस्तो अबको हेर्नु स्थानीयले के निर्णय गर्नु भएको छ भनेपछि सबै साथीहरू, गाउँका इष्टमित्र दाजुभाइ सबै आमा बुवालाई एकमुष्ट हाम्रो गाउँ छिमेकीमा हुलमिल भएको नेतालाई चुनेर स्थानीयबाट पठाउने हाम्रो निर्णय भएको छ। तपाईँहरू यहाँ आएर हामीलाई डिस्टर्ब चाहिँ नगर्नुहोस्। हाम्रो हेर्नुहोस् हालत देख्नुहोस्, हामी आफ्नो गाउँबाट स्थानीय त्यस्तो कुरा नगर्नुहोस् हजुर। एकचोटि चान्स दिनुहोस् हजुर, एकचोटि चान्स दिनुहोस्, अन्तिमचोटि चान्स दिनुहोस्।
हामीहरू सुध्रिन चाहन्छौँ। हामी सुध्रेर जे जति गल्ती भयो विगतमा नसुध्रे नेपालको विकास अब हामी छ नि स्विजरल्यान्ड मोडलमा बनाउँछौँ, सिङ्गापुर मोडलमा बनाउँछौँ। हाम्रो नेपाललाई हामी बनाउँछौँ हजुर, यो त होइन हामी त्यसो त धेरै भयो। हामी बनाउँछौँ हजुर। अब आइन्दा हामीसँग आएर हात जोड्ने काम नगर्नु, किनभने हामीले स्थानीय तहबाट स्थानीय व्यक्तिहरूलाई नै चुनेर पठाउँछौँ। हामी स्थानीयसँग बसेको घुलमिल भएको मान्छेलाई हामी केन्द्रमा पठाउँछौँ र उहाँले हाम्रो समस्या बुझ्नुहुन्छ। तपाईँहरू जस्ता सुटबुटेहरूले अब हामीसँग उपलब्धि छैन, त्यस्तो कुरा नगर्नुहोस् आशा पनि केही गर्नु न। धन्यवाद। यहाँ यो भन्दा बढी कुरा हामीले सुन्नु छैन। तपाईँ आफै जानुहुन्छ कि हामी लट्ठी पठाइदिउँ? नेताहरूलाई अब गाउँमा घुस्न दिने होइन साथीहरू, तपाईँहरू जानुहोस् ल। हस् हजुर, यस्तो कुरा ठिक छ हजुर। ल ल ल हजुर। हस्, हस्।